गुराँसको फुल तपाईँको ठाउँमा हेर्न राम्रै छ। पातको भाडाको एकदम आनन्द लिनुहुन्छ तपाईँले फेरि सनराइज हेर्ने तपाईँको ठाउँमा तीन चिज तपाईँको 36 किसिमको गुराँस कि कुन चाहिँ 32 किसिमको गुराँसको इच्छा छ कि तपाईँको पाथी भाडा उहाँको अर्कै ठाउँ उहाँको बाहेक फेरि अरू गुराँस पाउँदैन। गुराँस हाम्रो नेपाली राष्ट्रिय फुल हो नि सर। एक कुराहरू छ कि तपाईँले गुराँसको फुल लाउँदाखेरि घरमा राख्नु सुखै पनि होला केही फरक हुँदैन। मासु पकाउँदाखेरि 2-3-4 बेला उसो दिइदिनुहोस् सर कि तपाईँले मासु झन् सिझिसक्यो पकाउनेमा सिझिछ म सुनेको छु। म त प्र्याक्टिकल गर्ने मान्छे। गुराँसको फुलको 2-3-4 दिँदाखेरि तपाईँले जल्दी सिझिछ कि मासु चाहिँ सिझ्नुहुन्छ राम्रै पाक्नुहुन्छ छिट्टै छिट्टै गुराँसको फुल त कडा रहेछ। त्यो भन्छ नि त्यो भन्छ कि त्यो गुराँस चाहिँ माछा खाँदा खाँदै काँडा अड्कियो भने गुराँस भन्नुपर्छ अरे के। अनि त्यो काँडा जुन गलेर छिर्छ अरे के भित्र त्यो पनि भन्ने कुरा थियो। यही कारण छ गुराँस गलाउनेको काम गर्छ सर। म त यही कारण भनेर मासुले गुराँसमा गलाउनेको काम त्यही भएर त्यो माछा खाँदाखेरि यदि घाँटीमा अड्क्यो भने गुराँस भन्छ त्यो गलाइदिन्छ भित्र छिरिहाल्छ। यही कारण छ सर गुराँस।